हेलो साथीहरू नमस्कार। यहाँहरूलाई मेरो युट्युब च्यानलमा स्वागत छ। यदि हजुरहरूलाई आइपिओ परिरहेको छ र आइपिओ फाल्ने पर्फेक्ट टाइमिङ कुन हो भनेर जान्न मन छ भने यो भिडियो अवश्य हेर्नु होला साथीहरू। अब हजुरहरू आइपिओ ढिलोसम्म राखेर वा छिटो फालेर हजुरहरूलाई घाटा भएको छ भने चाहिँ पछुताउनु पर्दैन। अब म ढिला नगरिकन कन्टेन्ट तर्फै जान्छु। हामीले चाहिँ आइपिओ फाल्नु अघि दुई तीनटा कुरामा चाहिँ ध्यान दिनुपर्छ। एउटा चाहिँ कुन पोइन्टमा चाहिँ प्राइस रिजेक्ट भएको छ। ल यो याचफाइयन रहेछ। याचफाइयन चाहिँ 1400 को पोइन्टमा चाहिँ रिजेक्ट भएको छ र रिजेक्ट भएको पोइन्ट पछि दोस्रो क्यान्डल चाहिँ के भनेको छ, भोलिपल्ट हुन्छ। भोलिपल्ट चाहिँ क्यान्डल के भनेको हैन। अनि त्यसपछि रिजेक्ट हुँदा भोल्युम चाहिँ कति आछ। याचफाइयन चाहिँ 1400 को पोइन्टमा रिजेक्ट भएको थियो र अघिल्लो दिन चाहिँ भोल्युम धेरै आएको थियो है। यहाँ यो चाहिँ भोल्युम प्याटर्नमा हेर्नु होला। त्यसपछि चाहिँ अर्को दिन चाहिँ रिजेक्ट भयो। त्यसपछिको अर्को दिन चाहिँ रेड क्यान्डल बनेर अब चाहिँ डाउन ट्रेन्डमा गयो मार्केट। एसएफआइएन हामीले चाहिँ फाल्न पर्ने भनेको टुप्पामै त सकिन्न। सकेछ भने चाहिँ रेड क्यान्डल बन्छ भन्ने, अब प्राइस चाहिँ घट्छ भन्ने थाहा पाए हामी चाहिँ रेड क्यान्डल बन्दा यसमा चाहिँ यो रेड क्यान्डलमा चाहिँ फालेर भागिहाल्नुपर्छ। ल अर्को इक्जाम्पल हेर्नु, पाल्पा सिमेन्ट। पाल्पा सिमेन्ट पनि त्यही छ हालत। जब प्राइस चाहिँ रिजेक्ट भयो, यो दिन चाहिँ लास्ट धेरै भोल्युम आयो। रिजेक्ट भयो तपाईको 1200 चाहिँ कति 1280 को 85 को रेन्जमा गएर चाहिँ भोल्युम धेरै भोल्युम आएर चाहिँ सेलर हाबी भए। सेलर हाबी भएर चाहिँ यहाँ खुलेको मार्केट 1182 मा खुलेको मार्केट एकैछिनतिर तपाईको बाहिर हाबी हुँदाखेरि यो मार्केट माथि गयो चाहिँ 1280 को रेन्जमा भने यहाँ चाहिँ 1280 मा चाहिँ एकदम चाहिँ मान्छेहरूले सेलरहरूले बेच्न चाहेर यो मार्केटलाई चाहिँ सेलरहरू हाबी भएर चाहिँ यहाँ ल्याएर राखे। तपाईको हजारमा आयो मार्केट। त्यसपछि चाहिँ हामीले के गर्नु पर्यो, त्यो दिनको प्याटर्न हेर्दाखेरि यही क्यान्डलमा चाहिँ फालेर त्यही दिन चाहिँ फालेर भागिहाल्नु पर्यो। किनभने यत्रो भोल्युम आयो भनेपछि दोस्रो दिनमा चाहिँ मार्केट पनि रेड क्यान्डल बनेर डाउन ट्रेन्डमै छ भनेपछि हामी चाहिँ यसमा चाहिँ सकिएन भने यो क्यान्डल देख्ने बित्तिकै दोस्रो क्यान्डलमा चाहिँ हामी भागिहाल्नुपर्छ। हामीले धेरै घाटा खाइसक्यौं, अब धेरै घाटा खानु हुँदैन। त्यसपछि चाहिँ हाम्रो अर्को छ एसवाई प्यानल। ल एसवाई प्यानलमा चाहिँ यहाँ ट्रु म्यानिपुलेसन पनि छ। माराबजु यहाँ चाहिँ तपाईको प्राइस चाहिँ प्राइस भन्दा पनि यहाँ भोल्युम चाहिँ यहाँबाटै आउन सुरु गर्यो। भोल्युम आयो, त्यसपछि हल्का भोल्युम आयो। कम्पनी फन्डामेन्टल्ली स्ट्रङ छ कि छैन भनेर चाहिँ हजुरहरूले आफूले विचार गर्नुपर्ने हुन्छ। यो चाहिँ केवल क्यान्डलस्टिक प्याटर्नको लागि मात्र हो। त्यसपछि चाहिँ यो पोइन्टमा गएर चाहिँ मार्केट रिजेक्ट भयो। रिजेक्ट भएर भोलिपल्ट मार्केट चाहिँ डाउन ट्रेन्डमै छ। डाउन ट्रेन्डमा हुँदाखेरि चाहिँ भोल्युम चाहिँ त्यति धेरै आएको छैन है। त्यसपछि चाहिँ फेरि चाहिँ ग्रीन सिग्नल बनेको छ भनेपछि चाहिँ हामीले यहाँ फालेको भए चाहिँ पछुताइन्थ्यो। दोस्रो चाहिँ रेड क्यान्डल बनेको थियो, त्यसपछि चाहिँ भोल्युम चाहिँ थिएन। तेस्रोमा चाहिँ ग्रीन क्यान्डल बनेको छ, फालेन भने चाहिँ हामीलाई चाहिँ एकदम चाहिँ स्ट्रङ एभिडेन्स मिल्यो कि अब चाहिँ मार्केट अप ट्रेन्डमा जान्छ भन्ने। यो चाहिँ माथि गयो 2200। सबैभन्दा पहिला विचार गर्ने भन्ने कुरा फन्डामेन्टली स्ट्रङ छ कम्पनी छन के छ र यसले चाहिँ कति प्राइस चाहिँ डिजर्भ गर्छ भनेर चाहिँ आफ्नो आकलन गर्नुपर्छ। र सर्टेन प्राइसमा पुगिसकेपछि चाहिँ हामीले कुन क्यान्डलस्टिक प्याटर्न बन्यो भने चाहिँ फाल्ने भन्ने चाहिँ हाम्रो जिम्मा हुन्छ। एसवाई प्यानल फन्डामेन्टली स्ट्रङ थियो,
किता चाहिँ थोरै थियो, त्यही भएर चाहिँ 2200 को पोइन्टमा गयो। अब फाल्ने हामीले यहाँ हो, यहाँ पछि चाहिँ हामीले चाहिँ यो पोइन्टमा चाहिँ 2200 को पोइन्टमा चाहिँ प्राइस चाहिँ रिजेक्ट भइसक्यो एकचोटि। अब चाहिँ यो चाहिँ यहाँ छुन चाहिँ गाह्रै पर्छ। अब चाहिँ मार्केट जान्छ डाउन ट्रेन्डमा, हायर हाई हायर लो बनाएर चाहिँ डाउन ट्रेन्डमा जान्छ। त्यसपछि चाहिँ हेरौँ ल आरएसएमएल हेरौँ, यसको युनिक प्याटर्न छ, एक दुईटा युनिक प्याटर्न पनि छ। प्राइस चाहिँ यहाँ सुरुमा 3800 मा चाहिँ रिजेक्ट भइसक्यो प्राइस, र दोस्रो क्यान्डल चाहिँ हट्यो। दोस्रो दिन चाहिँ प्राइस भोल्युम पनि आयो, दोस्रो दिन चाहिँ हामीले कुर्नु पर्ने हुन्थ्यो, किनभने ग्रीन क्यान्डल बनाएको थियो। दोस्रो दिनको मार्केट बढेको छ है, हामीले चाहिँ घट्यो भने मात्र फाल्ने भनेको, बढ्यो भने चाहिँ फाल्ने। दोस्रो दिन चाहिँ कुनै पोइन्टमा गएर चाहिँ प्राइस रिजेक्ट भयो, दोस्रो दिन चाहिँ घट्यो र चाहिँ क्यान्डलस्टिक चाहिँ डाउन ट्रेन्डमा छ भने मात्र फाल्ने। हामीले चाहिँ मार्केट बढेको छ, थोरै भए पनि बढ्यो भन्नाले चाहिँ एकुमुलेट भएको भन्ने बुझिन्छ। त्यसपछि चाहिँ एकुमुलेट हुँदै हुँदै चाहिँ माथि गएर 5000 को रेन्जमा, तपाईको चाहिँ 5000 को रेन्जमा चाहिँ प्राइस चाहिँ रिजेक्ट भएको छ। अब चाहिँ यहाँभन्दा माथि जान एकुमुलेट नै हुनुपर्छ। हामीले चाहिँ यही फालेर भाग्ने हो, किन्ने भए अब चाहिँ तल किन्ने हो। त्यसपछि अर्को युनिक प्याटर्न छ सोलो। सोलो चाहिँ यहाँ मैले बनाएर हिँड्छ, प्राइस भन्दा पनि सोलो चाहिँ यहाँ एक ठाउँमा रिजेक्ट भइसकेको छ प्राइस, तर यहाँ चाहिँ डाउन ट्रेन्डमा मार्केट झरेर यो रेन्जमा पनि चाहिँ भोल्युम आइसकेछ, तर डाउन ट्रेन्डमा झरे मार्केट। हामीले चाहिँ यही फाल्नु पर्थ्यो, हामीले यो रेड क्यान्डलमै फाल्ने हो। यहाँ फाल्न चाहिँ सकिएन भने रेड क्यान्डलमा डाउन ट्रेन्डमा हाल्ने, दोस्रो दिन भुत्ताइदिइहाल्ने हो, यो रेड क्यान्डलमा फालिहाल्ने, भोल्युम पनि छ यसमा। त्यसपछि चाहिँ यहाँ सपोर्ट लिएर यो एउटा पोइन्टमा चाहिँ सपोर्ट लिएर मार्केट चाहिँ माथि गयो। यहाँ चाहिँ एकुमुलेट हुँदै चाहिँ एकुमुलेट भएर खेलाडीहरूले चाहिँ माथि गयो। यदि चाहिँ यो पहिलाको रेसिस्टेन्ट ब्रेक गर्थ्यो भने चाहिँ मार्केट चाहिँ धेरै माथि जान सक्थ्यो, तर चाहिँ यो गएन, किनभने सेलिङ प्रेसर चाहिँ बढी आयो 800 को रेन्जमा, यो चाहिँ 900 जतिको रेन्जमा, 882 को रेन्जमा यहाँ चाहिँ रेसिस्टेन्स भयो। यहाँभन्दा मार्केट चाहिँ माथि जान सकेन। हामीले चाहिँ यो पोइन्टमा चाहिँ के थियो, भोल्युम चाहिँ थोरै थियो, यहाँ चाहिँ अर्को भन्दा थोरै थियो, यहाँभन्दा माथि जान सकेन। हामी चाहिँ यो रेड क्यान्डलमा फाल्नु पर्ने हुन्थ्यो यदि हामीसँग आइपिओ थियो भने। यो रेड क्यान्डलमा है, र अर्को चाहिँ बुङ्गल लाइट पर्छ। यसमा चाहिँ माडा बोजू जस्तै क्यान्डल बनाएर चाहिँ टेलहरू चाहिँ धेरै छन्, मार्केट माथि गएको छ। त्यसपछि यो पोइन्टमा गएर चाहिँ प्राइस रिजेक्ट भएको छ। फेरि मार्केटले यो प्राइसलाई जित्ने चाहिँ टेस्टिङ गरिरहेको छ। हामीले चाहिँ यही रेड क्यान्डलमा फाल्नु पर्थ्यो सुरु गरेको। यदि फाल्न सकेन भने हामीले चाहिँ कुर्नु पर्थ्यो, एकुमुलेट हुन के गर्छ भने। त्यसपछि चाहिँ पछि सपोर्ट बनायो, सपोर्ट बनाएर चाहिँ यो पोइन्टलाई चाहिँ ब्रेक गरेर, ब्रेक गर्न सकेन भनौँ, ब्रेक चाहिँ थोरै प्राइसमा गर्यो, ब्रेक गरेर चाहिँ पछि यहाँ केही समयपछि चाहिँ यो पोइन्टलाई ब्रेक गरेर माथि गयो। यदि हामीसँग चाहिँ आइपिओ थियो भने यो पोइन्टमा फाल्नु पर्थ्यो 600 भन्दा नि अब रेड क्यान्डलमा फाले, यो 600 चाहिँ 13, 614 यो पोइन्टमा फाले। यदि चाहिँ पछि
थियो भने हामीसँग यो प्राइस चाहिँ रिजेक्ट भइसकेपछि यसमा यो ठाउँमा त रेजिस्टेन्सै छ, विक बनाएर दोस्रो क्यान्डल त हरियो बनाएको छ, तेस्रो क्यान्डलमा हामी फालेर भागिहाल्नु पर्थ्यो, किनभने यो चाहिँ ट्रुली चाहिँ डिस्ट्रिब्युसनमा छ भन्ने बुझिन्छ। यहाँबाट हेर्नु त एकुमुलेट भइसकेर चाहिँ हायर लो बनाउँदै माथि गइसकेपछि चाहिँ अब हामीले चाहिँ यो पोइन्ट चाहिँ रेजिस्टेन्स, यो पोइन्टलाई रेजिस्टेन्स बनाइसकेपछि यो पोइन्टलाई चाहिँ रेजिस्टेन्स बनाइसकेपछि सरी अब यो पोइन्टलाई चाहिँ रेजिस्टेन्स बनाइसकेपछि चाहिँ हामी चाहिँ यहीँ भाग्नु पर्थ्यो, ए रेड क्यान्डल अथवा ग्रिन क्यान्डलमा। हस्त साथीहरू, कस्तो लाग्यो भिडियो? केही सुझाव सल्लाह छ भने चाहिँ दिनु होला। हस्त, धन्यवाद।